हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम टु मेरो च्यानल बन्टी ब्लग्समा। सबैजना सन्चै हुन्छ होला। म नि एकदम सन्चो छैन कि, खोकीहरू लाखा रुपियाँहरू लाखा बोल्दा बोल्दा यस्तो हुन्छ कि पसिना खाकेर होइन। यस्तो टिकटक बनाउने यस्तो टोपी चाहिँ लगाइदिएको थियो। त्यो टोपी चाहिँ खोलेर अब चाहिँ भाइको हिजो इन्जिन मानेको थियो नि, त्यो चाहिँ गाँड भएछ। खै के लिक भयो, गाँड त नभनौँ, लिक सिक भयो। त्यो चाहिँ बनाउनु जान पर्ने हुन्छ। अनि बहिनीको सर्टिफिकेटहरू लिन जान सर्टिफिकेट जन्मदत्ता बनाउनु दियो कि कस्तो नि। अहिले 10 कक्षाकोमा चाहिँ इङ्ग्लिस र नेपालीको के चाहिने रहेछ। अनि त्यही भएर त्यही लिन जान लागेर ल सिधै जाँदाखेरि भेटौँ है त। ल मोटे बन्टी त अरे कहाँ हिँड्ने यिनीहरूलाई फेरि यत्रो धेरै बाजेर तलतिर छोड्न जाने पर्ने भयो यार। केटा हो यार, के हो कता हो कता बुढोको न हो जाने, बुढोको न हो जाने ए हिँड्नु न। अहिले थाहा पाइन्छ कता हो। मलाई लगेर पार्टी भाइलेसन बाजेले छोडिदिनु आर्थिक छोडिदियो। आइया हिजो धान बोकेको लास्ट खुट्टा दुखेछ यार। केटा हो यार, थत अति खुट्टा दुखेछ भने जानु पऱ्यो यार। केटा हो यार, आनन्दले भित्रबाट गइदिन्छु। लास्ट खोकी लाग्यो यार अति। यस्तो पड्किन्छ कि बाइक त। वाह, यो त अगाडि मामाहरू बस्दैन छैन, फेरि बसिदिन्छ हो कहिले कसो त। लुकेर बसिदिन्छ मामाहरू। के यार आज आएर ढक्कन बनाउनु जाने रे। लौडा लसुन के हो काम त। लामो बाटो नि कता फुट्यो थाहै छैन यार। घरि कहाँ फुटिदिन्छ 2 दिनसम्म राम्रै थियो, अहिले त्यहाँ फुटिभ्या फेरि। के भन्ने भाइ त यहीँ आयो त। कता हो भाइ फेरि? बिचमै भेट भयो त भाइ त। कहाँ हो हो के गर्छौ त नि? त्यहाँ कति बज्यो यार? कति बज्यो? तिमी त्यहाँ बस्दै गर न, म त्यो लिएर आउँछु बहिनीको है। यतैबाट गइदिन्छु त्यसो भए त। ओडामा जान नि त, ओडामा गएपछि आनन्दै हुन्छ। पावर त फेरि नसक्नु हान्छ नि यसले त यार। त्यो बुढोको मन जान नट सटहरूको त्यो चुडी बनाउन अनि मैले चाहिँ के गर्न लाग्यो भने त्यो मेरो चुडी लास्टै भित्रै गयो कि पानाले खोल्न मिलेन। अनि यो 17को यसमै ट्याप्प ढक्कनमै जोडेर चाहिँ अनि वेल्डिङ गरिदिनु लाग्यो कि। सानो रेन्ची लिएर हिँड्यो भने त भइहाल्यो नि। त्यो ठुलो रेन्ची लिएर हिँड्नै पर्दैन, ग्यारेज हिँड्नै पर्दैन। 14-17को रेन्ची मसँगै छ अनि भइहाल्छ नि। यति भएपछि चाहिँ यो चाहिँ अनि ट्याक्क त्यो ढक्कनमा ट्याक्क वेल्डिङ गरिदिनु ट्याप्प यसरी टाँसेर। अनि त्यसपछि चाहिँ ओके भयो काम त। कस्तो दामी देखेको दुईजना बस्दाखेरि त। अब चाहिँ केटा यहाँको काम चाहिँ आइतबार हुने भयो अरे, सर्भर चलेन अरे। अनि त्यही भएर चाहिँ अब हामी चाहिँ जान लाग्यो, त्यो बुढोकोमा जानु पऱ्यो। नटहरू यताउता बनाउनु पऱ्यो है त। जाँदाखेरि बोल्दै जाउँला ल। जाँदै हम केटा हो। के हो, म त मामा मानेको यार। एकछिन आन्टी, एकछिन है। रुगा लाग्दा त कस्तो राम्रो निक्लिन्छ हो आवाज पनि, दामी निक्लिन्छ कि छुट्टै निक्लिन्छ कि। मलाई सही लाग्छ। रुगा लाग्नु मन पर्दैन त, रुगा लाग्दाखेरि आउने आवाज चाहिँ मनपर्छ। उयो रनमती क्रस गरेर गइदिउँ केटा हो। भित्रीबाट गइदिउँ क्या हो, भित्रीबाट गइदिउँ कि रोड जाने? रोड ताम्ला यार आनन्दले। ल्याम्प भाइको आवाज कत्रो ठुलो सुन्ने यार पछाडिबाट। मैले आफै कस्तो सुनेको के। उसको त ठुलो ब्यान्ड पाइप पनि छ नि त।
उसको ठुलो पेन प्लस अनि तलतिरबाट अनि पाल बनाखा पेन जहाँ ठुलो खाएको त्यही भएर ढक्कन खस्नु खसेन नि खसेर हिँड्छ। यहीँबाट जाने हो बुढोको मानि यहाँबाट यहाँबाट होइन क्या अलिक अगाडिबाट हो क्या ऊ यहाँ बुलेट सोरुमबाट भित्र जाने हो कि बुलेट सोरुम यहाँ छ बुलेट सोरुम त यहीँ छ नि त फेरि केटा हो कसैको बुलेट सोरुम त फेरि यहीँबाट छिराइदिउँ न स्याटै खतरा हेरिदिउँ चिक्ना चिक्ना यार के हो ट्र्याक्टरै ल्याए है बुढोले त ट्र्याक्टरै होल्डिङ हालेर बस्यो त महाकोरी बुढोले त ओके खै राति नहेरिकन लिएर गयो भोलि बिहान हेरेको त पाल पो रहेछ यार यहाँ त यार ढक्कनमा के पाल हानिदिनु भएछ नि कहाँ यो पाल हान्छ त कामै भएन नि कामै भएन नि खोल्नै मिल्दैन यसलाई अब यसलाई मजाले मिलाइ यही तरिकाले मिलाइदिनु के बुझ्नुभयो हेर न यस्तो यस्तो त्यो काटेपछि खोक्रो भयो क्या अनि मेरो पनि मेरो ढक्कनमा नि यो नट हालेर होल्डिङ गरिदिनु ल यो गरेर अहिले चाहिँ यसलाई अलिकति तासेर गर्ने केटा हो त्यो तासेर ट्याक्क यहाँनिर यसरी लगाएपछि सानो नटले पनि हुन्छ नि यतिको ट्याक्क यसरी राखिदिएपछि त सकियो नि ट्याक्क यसरी राखिदिनु अनि यहाँ चिल्लो सर्फ यो ऊहरूलाई चाहिँ अलिकति तास्दिने यिनीहरूलाई तासेर अनि च्याप्प चिप्काएर खोल्न मिल्ने तरिकाले होल्डिङ गरिदिने हो कि नयाँ नयाँ एक महिना नि भएन कुन चाहिँ एक महिना त भयो होला ठ्याक्क भयो होला म आउने बेला किन्नु भयो स्टर्सकै हो कि नयाँवाला आएर रहेछ होइन होइन छैन छैन हजुर भाइरल हुने भयो हजुर तासेर गराइदियो कि बुढो खै यहाँ देखाइदिनु पऱ्यो देखाउनु त हजुरको हातमा लिएर ल यस्तो भयो त केटा है खोकिला चिकन कस्तो खोकिला होला खोकिला होइन यस्तो गराएर गऱ्यो यो चाहिँ अलिक भित्रै जान्छ कि भित्रै गएपछि चाहिँ अनि यो चाहिँ 17 कडी खोल्न मिल्छ है के त्यत्तिकै हेरेर नि बनाउनु मिल्छ हुन त खोल्न त खोल्ने भयो मैले त साइलाइटै निकालेर राखिदिएको साइलाइटै निकालेर राखिदिएको गङ्ल्याङै लड्केर बसेको थियो तिन लिएर आयो जस्तो अनि झ्याउ लाएर निकालिदिएर आइदियो जाउँ न जाऊ लिएर आएर हाल आज फेरि सब ग्यारेज बन्द छ भाइ यार केटा भन्ने कुरा चाहिँ भयो मेरो चाहिँ होइन अरू कुरा नगरौँ मेरो चाहिँ भयो अब आनन्दै भयो नि त सानोले पनि मिल्छ साला रेन्चीले पनि मिल्छ आनन्दले ट्याक्क सही गरौँको खै राम्रो यसले हानेर त माछ गिरी निक्लिन्छ यार लगेर चल्दिन लाग्यो भाइ पनि जाने रे ल ल होइन म पछाडि पछाडि हिँड्छु तिमीलाई देखाउँछु यही बाटो जाऊँ न कहाँबाट हो पेट्रोल पम्प छिर्ने फेरि यताबाट होइन यहाँबाट होइन पेट्रोल पम्प निक्लिने भाइले पेट्रोल हाल्ने रे भाइलाई पेट्रोल हाल्ने दिन पहिला यहाँ बस्छु म शीतलमा चौकी छ चौकी बिस्तारै जानु पर्ने हुन्छ भाइ त टाढा आइदिएर त्यो भाइहरू उताबाट गएको बाटो बन्द देख यही गल्लीबाटै चल्दिउँ न कत्रो साउन्ड आएको यार बाबो वाइल्ड ठुला खा त साउन्ड त कहाँ गयो त्यो भाइ
हट यस्तरी रेडियो अन्त माया सिकेर डह्रो वान्टेन परिन्छ त केटा त्यतिरको बाटोतिर गइदिनु पऱ्यो कि एकचोटि घर गएर अनि आएर त्यो एउटा क्याफेमा बसिदिनु पऱ्यो ट्याक्क आनन्दले छोटोलाई धेरै देऊ के यसरी यसरी देऊ न जान्छ कि ल्याम उडाउनु पर्छ नि डटहरू त छोटल वहीँ देऊ अनि लट्टै छोड के उहीँ जान्छ फेरि ब्रेकिङमा अलिक गर है ब्रेकिङ छोड्यो भने फेरि भ्याइयो ब्रेकिङ नछोड है ब्रेकिङ नछोड अगाडिबाट गाडी आएको त कस्तो डर लाग्यो यार यार हाँ फेरि गयो छ्या मुजी पिनै नभएर हो के रुक है हेर्न पर्छ पुत्तिन्छ हल्का फुल्का त केही नि हुन्न रुक ल उड्दै उडे छैन के उड्ने बित्तिकै देऊ न एक्सिलेटर लैले देऊ क्या छेलाउ क्या एक्सिलेटर उड्ने बित्तिकै देऊ अनि ब्रेकिङ अलिकति मिठो हान वाङ 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 देऊ केटाहरू भर्खर सिक्ला क्या हो तर एनएस पनि उडाइदिन्छु त डर लाग्छ कि मलाई त लास्टै डर लाग्छ के उडाउनु त उडाइदिन्छु म चाहिँ बालै छैन तर अस्ति नै लोटेदेखि चाहिँ मलाई डर लाग्छ कि ओइ गयो के छ ओइ हानी कुलोतिर साला र केटाहरू हल्का हल्का दिनला भाइले नि डर त मिठो उडाइदिन्छु यार तर जेसुकै भन्यो नि लोटिन्छ भने लोटिन्छ त लोटी लाग्यो तर उठाउन चाहिँ मिठै उठाइदिन्छु मैले पनि अरूको चलाउनु हुन्न क्या आफ्नो नभएसम्म होइन लोटेर फेरि मैले पैसा नआएको बेलामा फेरि दिँदै बस्दै गर्न पऱ्यो भने ठिक हुन्छ त्यही भएर नचलाउने अरूको आफ्नो जे छ त्यसमै खुसी हुने त्यो पनि राम्रो हो फेरि आफ्नो जे छ त्यसमै खुसी भएको कुरा पनि धेरै राम्रो है केटा आफूसँग जे छ त्यसमा चित्त बुझाउनु पर्छ क्या केटा पुग्न लाग्यो यार मुख त पुरै यो भइभ्या यार सुक्खा भइभ्या वाह केटाहरू त ए हानिदिन्छ क्या हो यहीँ राखिदिन्छु म त यार ट्याक्कै यहाँ कहाँ हो माथि बस्छु नि हो म त लास्ट मुत्न अत्ता यार लास्ट मुत्न अत्ता कहाँ हो मुत्ने चाहिँ एकछिन यहाँ बस्थ्यौँ होइन चिलमा बसेर अनि च्यातिन पर्छ एकछिन पछि दामी देखिन्छ भाइ चङ्कै देखिन्छ कि भाइ डटमा त अल्को ह अनि त्यो ट्याक्कै स्किम्याक लाउँछ अनि त्यसमा के हेलमेट दामी देखिन्छ हौ माथि सानो अनि अल्कोहल त तिमी त्यस्तो दामी सुहाउँछ के ट्याक्क ड्रेसअप पनि लुरे ट्याक्क दामी देखिन्छ भाइ ल है त ल अब यति खाएर अनि यताउता खाजा खाएर चलिहाल्नु पर्छ घरतिर अब चाहिँ हामी चलिदिनु लाग्यो अरे यहाँबाट ट्याक्कै अब घरतिर सबै घरतिर च्यातिने हो खाजा खाइयो क्या ढिलो आएको यार मोमो नि राम्रो अझै सन्चो भएन खुब गाह्रो छ खाने भाइ तिमी त्यही चिक्लो भेट जान लाग्यो त्यसको ब्रेक ओइल हाल्नुपर्छ कि त्यो फुच्चीले भेट जान लाग्यो होइन होला मलाई यहाँ घुमिरहेको थियो कि भेटेर आएको नडाटिकन भन होला नडाटिकन भन के खाएको हो लट्ठ देखाउँछ त खाएको हो चक्कर खाएर हो ठिक भयो ल गयो चलिदिएको बाई बाई
आलमदेवी जाने भने यार चप्पल किन्न यार जाने हो चप्पल किन्न साँच्चै चप्पल किन्न जाने हो त्यही जाने ल हिँड नि त चप्पल हेर्दै बस्यो निकै बाइक छोड्दै त्यतिकै केही छैन नम्बर प्लेट समर प्लेट बिर्को केही छैन म चप्पल किन्थेँ अनि चप्पल किन्छु च्यातिहाल्नु पऱ्यो यहाँबाट भाइ प्यारो हाल्न गएको म चाहिँ मेरो बाइक छोडेकै छैन अहिले भक्काइहाल्नु पर्छ आयो भने त नखाए चिकन डर पड्काइदियो नि त हामीले कसैबाट आयो भने त कस्तो दामी देखिन्छ क्या यो केटीको खिड्की भर्खर घाम देख्न दाउ गर्दा भगवान् ल त राम्रोसँग यतिबाट जाने तिमी भाइ चाहिँ हेर्छु छुट्टिनु रे हेर्दै जान्छौ ल अनि भाइले भयो कि भएन निक्ल्यौ नि त निक्लिनु भयो सन्देशलाई सन्देशलाई भेट रुख दामी बनाएको है तरी हो है सही बनाएको के हिजो सरकारी पैसा होइन यति यसले अनि काउसीदेखि छुट्टै देखाइदियो क्या अहिले होइन भाइ त्यहीबाट जान्छ अरे तपाईँ त राम्रोसँग है भन्दै पनि घर चल्थ्यो रात राति हिँड्दाखेरि अँध्यारो भइगयो कति पर्छ